Swagger hopping that with yo, I got places to go. People to see, time is precious. I look at my Cartier out of control. Just like my mind where I'm going, the women, the shorties know nothing but clothes. No stopping at my Pirelli's on. Unlike my jewelry that's always on. I know the storm is coming, my pockets keep telling me it's gonna shower. Call up my homies, it's on and popping the night cause it's meant to be ours. We keep a fadeaway shot cause we ballin' this platinum Patron every hour. Lil' mama, ow, you just like the flowers. Girl, you the truth with all that goody power. आज चाहिँ हामीले एउटा प्रोग्राम अर्गनाइज गरेका छौँ अर्जुन र रेखा बहिनीको चाहिँ जेन्डर रिभिल प्रोग्राम छ अनि हामीले चाहिँ यता अल्बर्ट्समा होटल बुक गरेर त्यसपछि चाहिँ हजुर जेन्डर रिभिलको हैन अब हामीले चाहिँ अब सेटअपहरु रेडी गरिसकेका छौं शर्मिला हामी सबै मिलेर अब हामी चाहिँ तपाईलाई हाम्रो डेकोरेसन देखाउन जाँदै छौं Let's go guys to show them our decoration and let's start to welcome our Arjun and Miss Rekha. So they are on the way. So अब हामी चाहिँ हामीले गरेको सेटअप हेर्न जाउँ है त गाइस. So हामी चाहिँ हाम्रो सेटअप देखाउँदै हजुरहरुलाई अर्जुन र रेखालाई स्वागत गरेको सानो क्लिप पनि देखाउने छौं. हामीले प्रोग्राम गर्नलाई एउटा ठाउँ हामीले सेटअप गरेर सकेका छौं. त्यो सेटअप गरेको ठाउँ चाहिँ हेर्न जाउँ है त गाइस. Let's go. यो चाहिँ डोनाटेला होटल हो जुन चाहिँ दुबईको अल्बर्ट्समा रहेको छ. यहाँ चाहिँ हामी सेलिब्रेट गर्न गइरहेका छौं. हजुरहरुलाई त्यो हाम्रो सेटअप देखाउने छौं र अर्जुन र मिस रेखालाई हामी वेलकम गर्दै प्रोग्राम स्टार्ट गर्ने छौं. हजुरहरु हेर्दै गर्नु होला. And this is our setup, just normal. We are giving surprise to them. I hope they will surprise and will enjoy a lot, guys. I hope. Let's see their reaction. I hope रेखा बहिनी र अर्जुन भाइलाई यो हामीले गरेको प्रोग्राम अनि त्यसपछि हामीले सेटअप गरेको यो डेकोरेसन अनि त्यसपछि हामीले चाहिँ अर्गनाइज गरेको प्रोग्राम उहाँहरूलाई एकदमै मन पर्ने छ भन्ने आशा गर्दछु. Guys, let's be ready to know the boys and girls. जेन्डर रिभिलको लागि चाहिँ हामीले रेडी गरेका छौं. असली जेन्डर रिभिल चाहिँ यो बक्स भित्र छ है त. Guys, यहाँ हाम्रो धेरै सरप्राइजहरु छ. हजुरहरुले हेरेर एन्जॉय गर्नुहुनेछ. ओके. ल है त गाइस अब चाहिँ रेखा बहिनी र अर्जुन भाइ चाहिँ आइसकेको जस्तो लाग्यो. अघि भर्खरै कल आएको थियो हामीलाई अनि उहाँहरू भन्दै हुनुहुन्थ्यो कि अल्बर्ट्स आइसक्यो भनेर. गाइस ढोका लक गरेर जस्तो लाग्यो. Maybe they are already outside at our door. Let's check. Let's check guys. Let's go. And then we are welcoming them inside. Okay. Namaste सबैजनालाई के नमस्ते. ए पुरा बेलुन सेलुन बक्स सब भइछ त. बाबु सुतिसक्यो नि. ए सुतिसक्यो. ए कति आएको भयो नि फेरि. हामी त यो दुई सालमा एक्साइटेड भएर हजुरहरु वेटिङ हो. Thank you so much. Congratulations. ल अब चाहिँ हामी जेन्डर रिभिल गर्नेतिर चाहिँ लाग्नु पर्छ हैन. एकदम खुसी सबैजना सरप्राइज दिनलाई पनि एकदम एक्साइटेड छौं र हजुरहरुलाई पनि हैन. ल मलाई मन टु बी लाग्यो. हाम्रो ममलाई अनि ड्याड टु बी गए त नि. थ्यांक यू. ड्याड टु बी चाहिँ पसलमा पाइएन. They just for fun. ठिक छ नो प्रब्लम. कति लकी हो मम त धेरै लकी हुनुहुन्छ नि. ल हामी चाहिँ एकदम एक्साइटेड छौं गाइस. यो चाहिँ हाम्रो सानो सरप्राइज हो उहाँहरुलाई. हाम्रो अर्जुन सर र रेखा बहिनीलाई. थ्यांक यू सो मच. अनि हामी एकदम सरप्राइज छौं. हजुरहरुलाई सबै देखाउने छौं. हाम्रो सानो प्रोग्राम छ जेन्डर रिभिलको. अब हामी चाहिँ जेन्डर रिभिलतिर लाग्नुपर्छ. Yay guys. So guys, since we are revealing the gender, before we start, let's make a prediction, and that prediction will be done by our Sampanna Kazi, one and only Sampanna.
with the camera. Ooh. So what we are gonna do is we will hold two balloons. One is blue and one is pink. We will give it to baby. Let's see what he holds first. Okay, so that's going to our first prediction. Okay guys, are you ready? Yeah, let's go then. ल भाउजू हजुर चाहिँ बाबुलाई लिएर बिस्तारमा हिँड्नु होइन, बाबुलाई त्यहाँ राख्नु अनि हाम्रो असिस्टेन्टहरूले चाहिँ बेलुन दिनुहुन्छ है। ल लेट्स गो। ल बाबुलाई बिस्तारमा लगेर राखौँ। लेट्स गो लेट्स गो लेट्स गो। यस ओके। ल अब बाबुको बुवाले चाहिँ बेलुन सो गाइज अब चाहिँ हाम्रो सुनिल दाइले बाबुको अगाडि दुईटा बेलुन प्रस्तुत गर्नुहुनेछ, हामी सो गर्नुहुन्छ होइन। लेट्स सी बाबुले चाहिँ अब के चुज गर्छ है। ल सुनिल दाइ, ल बाबुमा पछि तपाईँलाई बाबु What you think is choose one. You want blue or pink? Zero. कुन चाहिँ Take it one. बाबा Choose it one. So guys, मेरो बाबुले चाहिँ फाइनली पिङ्क कलरको चुज गरेको छ, पिङ्क बेलुन, which means baby girl. So let's see what will happen next during revealing time. ओके यस। सो गाइज अब के अरे बाबुले चाहिँ पिङ्क चुज गरेको थियो होइन, अनि जेन्डर रिभिलको वेट गरिरहेको छौँ हामी चाहिँ। अनि भाउजूले बनाएको फाइनल भिडियो चाहिँ त्यो सुट भएन छ क्या, अनि अनफर्चुनेटली बाबुले फेरि दुध पिइरहेको छ, उसले धेरै डिस्टर्ब गर्न नि भएन। सो इन अ मिन टाइम म चाहिँ एउटा जोक भन्छु भनेर भनिरहेको छु। सो गाइज आर यु एक्साइटेड टु हियर इट? सो हामी सब यही छौँ होइन गाइज। सुनिल दाई, विशाल सर, भाउजू चाहिँ उहाँ बाबुलाई दुध पिलाउँदै हुनुहुन्छ होइन। सो द जोक इज लाइक होइन, एकचोटि के भएछ अरे भन्दाखेरि युजली हाम्रो स्कुलमा त होइन बच्चाहरूलाई शिक्षकहरूले सिकाउनुहुन्छ नि त, शिक्षक शिक्षिकाले कि बच्चा बच्ची हो कहिले पनि नाइ भन्नु हुँदैन, सधैँ मलाई थाहा छ भन्नुपर्छ, आई नो एभ्रिथिङ भनेर एउटा काइन्ड अफ मोटिभेसन दिनुहुन्छ नि त होइन। अनि एउटा टिचरले चाहिँ त्यस्तै मोटिभेसन दिइराख्नु भएको रहेछ। एउटा बच्चा चाहिँ लास्टै इन्सपायर्ड भएछ अरे कि, खत्रै इन्सपायर्ड भएछ है। अनि त्यो त घर गएर चाहिँ के गर्न थालेछ भन्दाखेरि जसलाई देख्यो त्यसलाई होइन आई नो एभ्रिथिङ भन्न थालेछ अरे। सुरुमा गएछ अरे होइन, सुरुमा गएको त्यसले आफ्नो बाला भेटाएछ अरे कि होइन। अनि बाला भनेछ अरे के अरे ड्याड मलाई त सबै थाहा छ, आई नो एभ्रिथिङ भनेछ अरे होइन। अनि बा डराएछ अरे कि, अनि बाले के गर्छ अरे ट्याक्कै 50 रुपियाँ निकालेर दिएछ अरे, बाबु आन्टी त घरतिर घुम्न मात्र आउनुहुन्छ, मम्मीलाई गर्न भने भनेछ अरे होइन। अनि त्यसपछि होइन के अरे त्यो मम्मीसँग गएछ अरे क्या बच्चा होइन। अनि मम्मीलाई देखेछ अरे, अनि मम्मीलाई भनेछ अरे कि मम्मी मम्मी मलाई सब थाहा छ, आई नो एभ्रिथिङ भनेर भनेको। बाबु बाबालाई गएर केही नभन्, रामु काका त कोठा सफार्न मात्र आउनुहुन्छ, ला 100 रुपियाँ भएर मिठाई खाएर दिएछ अरे होइन मम्मीले पनि। अनि बच्चा रामु काकासँग गएछ अरे के, अनि रामु काकासँग गएर के भन्छ रामु काका आई नो एभ्रिथिङ, मलाई सब थाहा छ भनेको त। रामु काका इमोसनल भएछ अरे, अन्त के भन्छ सरले सबै थाहा हुँदाहुँदै आफ्नो बाउलाई अङ्गालाई हाल्दैन सर। साला कोई इज्जत ही नहीं। So that was the joke guys. अरू पनि आउँछ पछि पछि। थ्याङ्क यू। सो गाइज हामी चाहिँ बाबु उठ्छ कि भन्ने वेटिङमा थियौँ, बाबु उठेन, बाबु सुतिरहेछ। ओके नट लेट्स नट डिस्टर्ब हिम, उसलाई सुत्न दिउँ अहिले। र हामी चाहिँ अब जेन्डर रिभिलको प्रोग्राम तर्फतिर लाग्दैछौँ। यस गाइस गाइज हामी यो बेबी रिभिल चाहिँ डाइरेक्ट गराउने छैन, उहाँलाई चाहिँ टिम गेम खेलाउनेछौँ। 3 गेम मध्ये पहिलो गेम चाहिँ हुनेछ हाम्रो कलर, सेकेन्ड गेम चाहिँ हुनेछ बेलुन, र थर्ड गेम चाहिँ हुनेछ सरप्राइज बक्स। ल पहिलो गेम चाहिँ हामी खेल्न जाँदैछौँ। सेकेन्ड बेलुन र थर्ड लास्ट गेम हुनेछ हाम्रो सरप्राइज बक्स। ल है त अब कलरबाट चाहिँ जेन्डर रिभिल स्टार्ट हुने भइसके पछाडि
अब अर्जुनको र रेखा बहिनीको चाहिँ आँखा छोपेर रेडी हुन्छ है त ल हुन्छ कसकोबाट ल फर्स्ट कोबाट सुरु गर्ने रेखाबाट रेखाबाट ममबाट हुन्छ ल मम टु रेखाबाट है ल यता फर्काएर हात छोप्ने हैन कहाँ छोप्ने ल अर्जुन पनि हात छोप्दै गाइस अमला कतिवटा छ देखेको छैन एकचोटि भन्नु न छैन नि होइन देखेको छैन साँच्चै झुट बोले त होइन ल त्यसो भए ल एउटा हात यता राख्नुहोस् त एउटा हातले तल हाल्नु ल एउटा हात यहीँ छ लेफ्ट राइट जा छैन हुन्छ ल कुन छुने भने छुना दिनु न ल ठिक छ राख्नुहोस् झ्याप्पै राख्नुहोस् न ल अर्जुनबाट ड्याडपट्टि लिएर आउँछ ड्याडले कुन चाहिँ चुज गर्नुहुन्छ कतिवटा अमला छ 3 टाइम देखिरहनु भयो रहेछ त हैन मजाक मिलिरहेको सरी अगाडि भनेको ढुङ्गा लागेछ अलि मजाले छोप्नुहोस् है ओके ल है त अब तपाईँ चाहिँ हात राख्नु पर्यो कता राख्नुहुन्छ थोरै यता यता देखिँदै कहाँ छ ओके या अलि मजाले राख्नु न भएन भइसक्यो ल दुईजना कि एउटै पर्यो त ए यता देखाऊ हो त्यसो दुईजनाले यता देखाऊ Okay, 1, 2, 3, go! It's a prank. ल गाइस माइन इज ब्लू है Here's the love shape one go. Love shape. पिंक लभ सेप बने लभ सेप बने चाहिँ यसमा चाहिँ That shows blue. It's been blue way Still not confirmed, guys. It's like just a Finally, blind it's the sign. अर्जुनले चाहिँ चुज गर्नु भएको छ कि blue boy इट्स अ बोय इट मिन्स इट्स अ बोय अनि रेखा बहिनीले चाहिँ चुज गर्नु भएको छ पिङ्क होइन इट मिन्स इट्स अ बेबी गर्ल मैले चाहिँ सोचेको थिएँ उहाँहरूले एउटै चुज गर्नुहुन्छ भनेर तर मिलेन इट वाज अ प्र्याङ्क ओके So next, we'll move to the next step. So next game, which is we'll blast the balloons. It has pink or blue. Let's see. This will be surprise. okay tell them who will say the color first who will say the blue and who will say the pink blue Pink. See. Okay. Let's see, guys. Let's see. Okay. एक्साइटेड Guys, are you ready to see Yeah. the colors? can we blast him Yeah. Ready? 1, 2, 3, go. Yalla. It's a prank, guys. It's a prank. It's not pink, okay? It's not a pink and it's not a blue. It's mixed. it's a multiple color guys It's just So a it prank, means this guys. is also prank for Dave. That's it's so many babies See? It's multiple color, guys. Just a prank. So now we'll move I to hope everyone are enjoying here. yeah And we're enjoying see? now let's Two move to games third is game done already. See, we have one more game. This is the final Last game. but not least. Yeah. yes अब चाहिँ हामीसँग by the way organizer I hope this will be the last game and we will come to know the truth huh? अब चाहिँ यो लास्ट है नट बट नट लिस्ट हामीसँग यो बक्स छ सरप्राइज बक्स अब उहाँहरू दुवैजना मिलेर यो खोल्नुहुन्छ फाइनल्ली यसमा चाहिँ जेन्डर रिभ्यू थाहा हुन्छ है त जेन्डर के छ भनेर बेबी गर्ल So guys, are you excited or not? We are very excited to open this box and see the gender. है No, yeah. okay so let's do one thing so among all of us boys vote गर्ने चाहिँ मेरो साइडमा आउनुहोस् गर्ल भोट गर्ने चाहिँ रेखाको साइडमा आउनुहोस् because this is what we thought of Yeah. हुन्छ सुनिल दाइ हजुरलाई चाहिँ के लाग्छ Boy. तिमीलाई तिमीलाई भयो ए ल तिमीलाई सानलाई के लाग्छ आई थिङ्क इट्स बेबी गर्ल You go on that side. Okay, so I have ल two. है त She has गाइस one. मैले चाहिँ बेबी गर्ल चुज गरेको छु किनभने मैले दिदीको के भन्छ Body shape or body shape. बडी सेप
मैले चाहिँ दिदीको ह्याबिटहरू हेर्दाखेरि मलाई चाहिँ बेबी गर्ल हुन्छ जस्तो लाग्यो किनभने दिदीसँग म भेटिरहेको हुन्छौँ सो दिदी चाहिँ अलि लेजी फिल गर्नुहुन्छ सो मम्मीहरूले पनि भन्नुहुन्थ्यो कि लेजी फिल भयो भने चाहिँ बेबी गर्ल हुन्छ भनेर सो लेट्स वी विल सी ओके लेट्स सी म चाहिँ कसैको पनि पार्टी होइन किनकि आई नो अलरेडी द जेन्डर आई एम द वान हु organize everything like I mean this 3 method of gender revealing game हो अब चाहिँ यो लास्टमा उहाँहरूलाई खोला दिँदैछौँ हामी यसमा हेरौँ यसमा चाहिँ फाइनली थाहा हुन्छ है त Okay, we are excited. let's होइन एकैछिन है त एकैछिन This is what will be inside? boys Boys. It's also boys. So we have 4 for boys and 2 for girls. Let's see. जुम गरेर खिच्नु है 4. No. Open. This is not come. It's still not. not complete You have to open more. अझै छ Yeah. सिजन कहाँ त्यति सजिलोसँग खोल्न पाइन्छ र जेन्डर हेर्नलाई Exciting, guys. We are excited to see. तिमीले मलाई आफू गर्नु उद्देश्य बेबी गर्ल छ क्या हो दिदीको यहाँ पिङ्क कलर पनि लागेको छ Okay, throw it down. It's a moment of truth. Let's see, guys. What will come inside? Yes. Wait. One, Wait. 2, 3. No. One more. There's one more packet, guys. Let's open, guys. What will be inside? Let's see the gender. Excited. आँखा चिम्लेर क्लोज हेयर यो पिङ छ यो छोरी आइछ Congrats. बेबी गर्ल Congratulations. So guys, we're having baby girl. Now This is the result. मलाई चाहिँ बाबु हुन्छ जस्तो लागेर मात्र भनेको बट इट डजन्ट म्याटर हैन छोरी हुन्छ छोरा हुन्छ फर मी फर अस इट्स जस्ट वी वान्ट अ हेल्दी बेबी तिमी हेल्दी हुनु स्ट्रङ हुनु इट डजन्ट म्याटर इट्स अ बेबी बोय अ बेबी गर्ल वेलकम टु द वर्ल्ड आवर लिटल प्रिन्सेस वी लभ यु सो मच Wow, so cute. Now 2 girls are going. मलाई चाहिँ थाहा भएन पहिलेदेखि छोरी हुन्छ जस्तो लागिरहेको थियो र पनि हातमा पनि पिक डक्टर also she doubted it will be a baby girl त्यसैबाट मैले हिन्ट पाएको हल्का anyway म चाहिँ बेबी चाहिँ उस बच्चा केटी नै होस् भन्ने चाहन्थेँ Thank you so अब much. त्यही नै भयो म चाहिँ एकदम खुसी छु Congratulations. thank you कस्तो लाग्यो हाम्रो चाहिँ प्रिन्सेस पाउँदैछौँ है गाइस प्रिन्सेस हाम्रो अब प्रिन्सेस चाहिँ हाम्रो काजीको लागि एउटा बहिनी आउँदैछ हैन काजीले पनि पहिलेदेखि पिङ्क त सम्पन्न काजी बाबुले पनि पिच नै रोजेको थियो He was right. त्यसको प्रेडिक्सन चाहिँ His prediction was right. and He's correct. at the end what I want to say is I want to thank this family हैन दाइ विशाल सर भाउजू हैन सानो सबिना बहिनी हैन हामी छोटो समयमा भेटघाट भएर पनि यति गहिरो सम्बन्ध बनाउन सफल भयो हैन अनि आज हाम्रो लागि भनेर उहाँहरूले यत्रो सेटअप गरिदिनु भयो हाम्रो जेन्डर रिभिलमा हैन अनि वी वर नट एक्सपेक्टिङ दिस यति रमाइलो होला भनेर हैन अनि थ्याङ्क यू सो मच हैन पाउजु सो थ्याङ्क यू हैन कि यत्रो मेहनत गर्नुभयो हजुरहरूले यत्रो प्लानहरू गर्नुभयो मैले जस्तो चाहेको थिएँ हामी जस्तो एक्साइटिङ सरप्राइजिङ होस् भनेको त्यस्तै नै भयो हैन थ्याङ्क यू अल अफ यु सो मच हैन तपाईँहरूलाई एकदम धेरै माया अनि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच Congratulations.
You enjoyed a lot. See, we have Baby Yeah, girl. baby girl. It's so cute. This dress is so cute, 4 guys. months. Oh, 4 months only. We are waiting for you, our little princess. Yeah. ल विशाल सर Landed girl. ल्यान्डेड गराउनु पर्यो नि त वर्डमा कति हात तिमी एउटा आएछ बेलुन त्यो सानो सानो मात्र राख्नु त्यो धेरै ठुलो अहिले त्यस्तो भनेको सानो बेलुन त्यो सानो मात्र राख्नु त्यो धेरै ठुलो बेलुन हटाइदियो एउटा मात्र खोइ नाइफ खोइ नाइफ केही नाइफ फरक पर्दैन, पछि पनि बाँच्छ। कटिङ नाइफ कटिङ नाइफ कटिङ नाइफ है दुईजना फोटोग्राफर त कस्तो राम्रो आउँछ हेर्नु छोरा पाए छोरी पाए छोराको फेरि अनि वाइट छ नि उ त्यो खानेवाला अहिले हताइलाई फेरि छोरीको रहन छ पुसे त्यो Oh my god, ल, यसले खानु। आउनु ल, दुईजना मिलेर हातले दुईजना भिडियो पनि होला नि त त्यो गिफ्ट पनि ओपन गर्नु भिडियो बनाएको छैन? Good. धेरै भित्रबाट काट्यो क्या खजानी congratulations. यो केक चाहिँ हामीले यहाँ छोरी पाउने खुसीमा छोरीको आगमनको लागि सुरुमा तिमी आउनु तिमीले जितेको थियौ अर्जुन सरलाई केक खाँदै गयो। थ्याङ्क यू सो मच फर द केक अब गिफ्ट ओपन गर्न लाउँछ सानो बोझ। बेबीको लागि गिफ्ट ल, अर्जुन सर ओपन गर्नु। ओपन गर्नु त हेर्नु मेरो हात यो केकलाई हटाइदिनु न त यहाँ केक भन्नु दिनु कति लकी मान्छे बजाउने गिफ्ट आउँछ है ए के हो र सोच यो सबै सबै गरेको चाहिँ मैले मात्रै है प्याकिङ पनि मैले मात्रै गरेको प्याकिङ पनि मैले मात्रै गरेको है मैले भन्दा नि भाउजूलाई नै पठाऊ जेन्डर भनेर वाट इज भयो कि नै यो चाहिँ हाम्रो प्रिन्सेसको लागि थ्याङ्क यू सो म मच चाहिँ नेपाल लिएर जाँदैछु यो टोटली छिटै आऊ है अब यो सिराम रिप्लेस गरेर चाहिँ हामी तोरीको राखिदिन्छौँ बाटो सबै सेम हुन्छ होइन यो यस्तो हटाएर ठिक छ ल यार कोई दिल में बहने लगे ल गाइस नेट है चियर्स ल गाइस फाइनली हाम्रो जेन्डर रिभिल प्रोग्राम चाहिँ सकिसकेको छ होइन बट दिस इज नट द एन्ड हामी चाहिँ आज फुल नाइट इन्जोय गर्न आएको आजको रात चाहिँ हाम्रै हो होइन हो कि विशाल सर हो सर। सो वी ह्याभिङ लिटल फन बाई ड्रिङ्किङ होइन ग्यादरिङ टकिङ होइन अनि आज चाहिँ मैले अब रमाइलो त गर्नै पर्यो होइन खाएर हुन्छ कि पिएर हुन्छ कि नाचेर हुन्छ बट अपार्ट फ्रम द्याट आज खाएर म रोइदिन्छु जे गर्नु मन लाग्छ गर्नु होइन अरूलाई डिस्टर्ब नगर्नुहोस् बट डु वाट एभर यु वान्ट होइन तर मैले चाहिँ आई केम अप विथ समथिङ न्यू एन्ड इन्ट्रेस्टिङ होइन मैले चाहिँ 4-5 डिफ्रेन्ट गेम लिएर आएको छु होइन अब त्यो गेम चाहिँ होइन के हुन्छ मैले कसैलाई भनिसकेको छैन बट आर यु गाइज एक्साइटेड फर गेम सो सिन्स वी आर अल एक्साइटेड फर गेम सो म पहिलो गेम चाहिँ इन्ट्रोड्युस गर्न चाहन्छु सो पहिलो गेम चाहिँ हुनेछ कपाल रिकग्नाइज गर्नु पर्यो सो हामी तिनजना कपाल छौँ होइन त्यसमा चाहिँ तिनजना कपालमा तिनजना लेडिज पहिला उभिनुहुन्छ अनि हामी तिनजना कपालहरूमध्ये चाहिँ होइन पहिला 3टा लेडिजहरू उभिनुहुन्छ होइन 3टा लेडिजमा चाहिँ पहिला विशाल सर जानुहुन्छ उहाँलाई चाहिँ ब्लाइन्ड फोल्ड लगाइन्छ
होइन उहाँलाई ब्लाइन्ड फोल्ड लगाइन्छ क्लियर लगाउने अनि उहाँले चाहिँ त्यो लेडिजहरूको ओके चारजना राखिन्छ अनि हातको औँला र हत्केला यहाँबाट माथि चाहिँ जान पाइँदैन है गाइस कोही पनि यहाँबाट माथि जान पाइँदैन यति फिल गरेर आफ्नो बुढीको हो भनेर थाहा पाउनु पर्यो पहिला केटा मान्छेले त्यसपछि चाहिँ केटी मान्छेले सो आई वुड लाइक टु वेलकम लेडिज अन द फ्लोर प्लिज लेडिज सबै हातमा लागेको औँठी घडी जेसुकै छ गो ल गाइज हाम्रो गेमको पहिलो कन्टेस्टेन्ट चाहिँ हाम्रो विशाल सर हुनुहुन्छ होइन अनि उहाँलाई के अरे भलिन्टियर गरेर चाहिँ सुनिल दाइले उहाँलाई चाहिँ मार्क्स लगाइदिइसक्नु भएको छ ब्लाइन्ड फोल्ड होइन अनि विशाल सर यो कतिवटा नम्बर हो भने त 5वटा ओके ल उहाँले देख्नु भएन अनि हाम्रो लेडिज कन्टेस्टेन्टहरू चाहिँ यहाँ हुनुहुन्छ होइन सो लेडिज तपाईँहरूको लेफ्ट ह्यान्ड दिनु होला है अनि विशाल सर गिभ मी योर ह्यान्ड यहाँभन्दा यो पोइन्टबाट माथि चाहिँ जान पाइँदैन हत्केला मात्र ओके लेट्स स्टार्ट द गेम भयो यो त एकदम सानो होला यो सरी लाउनु पर्छ के लेडिज नहाँस्नु है कोही पनि बोल्न पाइँदैन अच्छा सेमुला यहाँसम्म सुन्नु पाइन्छ होइन कन्ट्रोल 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 ल है अहिलेसम्म त सही गइरहेछ है विशाल सरको पत्ता लाग्ला जस्तो यही हो स्योर हो 100% ल ब्लाइन्ड फोल्ड गर्नु त ल गाइज हाम्रो सेकेन्ड टर्न चाहिँ हाम्रो सुनिल दाईको होइन अब लेट्स सी सुनिल दाईले चाहिँ अब कतिको पत्ता लगाउन सक्नुहुन्छ होइन भने छोराले विश योर ड्याड अल द बेस्ट है ल सुनिल दाई यो कति हो भन्ने त 3 हो ल ठ्याक्कै मेरो ल आउनु ओके ल हाम्रो कन्टेस्टेन्टहरू चाहिँ हुन्छ ल लेडिज गिभ यु ह्यान्ड फर्स्ट ल कोही पनि नाच्नु है ए मिल्छ जस्तो छ है कतिखेर आउँछ पालो स्योर हो चेन्ज गर्न पाउनुहुन्छ नि हो ल खोल्नु त ब्लाइन्ड फोल्ड गर्नु के ल ल कङ्ग्रेट्स ठ्याक्कै थाहा पाइदिनु भयो दुईटा ओके सर ओके हात त मलाई डराउनु पर्यो सीधा ओके खै सुरुको कसको हात अझै बाँकी छ 2-4जना अरुण सर स्योर हो फेरि एकचोटि चान्स यो सबैभन्दा सुरुको हात नि हो यही हो कन्फर्म हो कन्फर्म 100%? 100%। ल ओपन योर आइज प्लिज तिमीले हात साह्रो बनाएको है दुईटा देखाउन दुईटा देख्नु ल अरुण सर ल है त लेट्स बिगिन द गेम 1 2 3 गो विशाल बाहिर आऊ
सेकेन्ड यही होला फाइनल फाइनल हो फर्स्ट केस एउटा मात्र छान्न है तपाईँले हात अहिले भर्खरसम्म एउटा मात्रै चुज गर्नु भएको छ होइन अझै 3 जना बाँकी छ फाइनल हो अब चाहिँ रि हुँदैन के अघि विशाल सरले झेली गर्नुभयो विशाल सर बिनमा आएर रि भएको थियो 100% 100% ल गाइड गर ल उता छोप्नु पाउँछ गाइड गरौँ हुँदैन नो यो कति डाउला हो 2 यो 3 ठीक छ तासम्म वासरुममा पुग्यो धेरै माथि जानु पाइँदैन है यो हो यही हो कन्फर्म अँ लकलमा बराबर बराबर त्यसमा चेन्ज गर्नु भएको हो होइन बराबर भयो दुईजनाले हो भनेर भनेको त कन्फर्म हो खोल्नु थाहा भयो होइन यता टुल हो दुईटा ताक्नु पर्छ बराबरी भयो नि त बराबर गरेको हेर ऊ खुसी भइरहेको बाबा मम्मीले के हो भनेर होला ल उसको पालो ल कतिवटा एउटा नो स्माइलिङ है नो सानो भयो त्यही भएर अगाडि चिन्नु भयो एकैचोटि ल अब चाहिँ सानोले गरिदिउँ न त सानोको टर्न यो 2 ट्याक्कै मिलाइदिनु भएको सानोले बाबा बाबाको कसको नाम पनि भन्नुपर्छ है ए माथि माथि मिल्दैन माथि माथि मिल्दैन नि तल औला मात्र सक्ने हो बिसलाई होला यो बाबाको नेक्स्ट वान अब माथि जानु पाइँदैन आउनु मात्रै हो ल हाम्रै बिनाजु हो अब नेक्स्ट वान अर्जुन दाई माथि मिल्दैन बिनाजु
कन्फर्म हो ओके खोल्नु दुईटा मिलायो हामी यस्तै हुन्छ हो बिचमा ट्रान्सफर गर्ने त्यस्तै हुन्छ सो गाइज हाम्रो फर्स्ट गेम चाहिँ सकिसकेको छ होइन दाइ कतिको मजा आयो फ्यान्टास्टिक मजा आयो तपाईँ मजा आयो अझै आइ भन्थ्यो गेम चाहिँ राम्रो भयो होइन अब कतिले चिन्न सक्नुभयो कतिले चिन्न सक्नु भएन भाउजू कस्तो लाग्यो गेम चाहिँ एकदम रमाइलो लाग्यो नयाँ है नेक्स्ट गेमको लागि एकदम एक्साइटेड छु है म सबिना कस्तो लाग्यो गेम विशाल सर एकदम रमाइलो भइरहेको छ रमाइलो भएन दामी लाग्यो ल ठिक छ बाबुले मामा आफूले खाइरहनु बाई द वे गाइज है बाई द वे उहाँहरू दुईजना चाहिँ एकअर्कालाई नचिन्ने जोडीमा पर्नुहुन्छ है सो कङ्ग्रेट्स टु बोथ अफ यु होइन दुईजनाले नचिन्ने सो टिस्यु सकिरहेछ कि हो ल है अनि साथी सारै फेरि टिस्यु छैन अब हात धुन जाने छायामा देख्छु ल बुढी ल नेक्स्ट ओ ओ आ ओ बुझिसकेको ऊ आओ अरे तीन बाइक राउन्ड छ है ओ आ ओ पोटेटो ल यता राख्नु ल यता राख्ने ए सुनिल दाइ सबलाई नभन्नु के तपाईँ गर्नु न म त ओ आओ भन्नु को गर्दाखेरि त बन्द हुन्छ नि त मुट्टै भयो ल है ल मिलिरहेछ है ल ओके ल पहिला पुरानो हुन्छ अहिले बोल्न पारि बोल्ने हो क्या होइन ओर्जिन त है ठ्याक्कै त्यो मेरो वास्तै खड्काजी जस्तै विशाल सर यस्तै गर्छ विशाल सर मल्लीजी गर्छ नि हो त्यस्तै भयो सानो मिल्दैन सानो मिल्दैन मनी चारजनी ल त्यसलाई पनि साइडमा राख्नु अब सानो चाहिँ के भने अनलाइन पाउँदैन सानो त्यस्तो सानो तिमीले आफ्नो एउटा पार्टनर ल्याएपछि बल्ल हेल्प गर्न पाउँछौ अहिले पाउँदैन हो यस्तो बस्दा ल ल बाबु एकछिन सोच्न दिनु न के अरे ओइ एकछिन ल तीन भयो एकछिन के अरे दाइ फेरि भन्नु चार भयो कि पाँच भयो चार भयो एकछिन नभन है लास्ट लास्ट एउटा बाँकी छ है लास्ट एउटा बाँकी हो अझ एकचोटि भन्नु ल होइन भर्जन भइसक्यो लास्ट एकचोटि लास्ट है त आफूलाई गाह्रो जिउनै जित्नुपर्छ यार जित्नुपर्छ हेर बस फिनिस भयो अब एकचोटि हो बोय गेस गरेर जस्तो लाग्यो बोय कस्तो मिलाइदियो कि दिएको तपाईँलाई पनि भयो
अब लास्ट चारमा 4 आउट लास्ट अभियो अनि तपाईँ एकछिन रोक्नु न कति भयो भने गरेको 5 वटा टाइम हुन्छ नि त हैन अब चाहिँ 5 चोटि लास्टमा त्यही त लास्ट पाँच हामी जित्नु पर्छ यहाँको अनि सोच्नु पनि ओनर पर्छ के अरे यहाँ विनर बन्नुपर्छ ल है त है रेडी वान हो को होटल दुई भइसक्यो विचार गर्नु त्यही त एकछिन तपाईँ अनि कति छिटो एकछिन मलाई सोच्ने टाइम दिनु न दुई भयो हो र टोटल 3 भयो अझै 2 भयो हो टो फोटो साउले बुझे चाहिँ सही हो ल ताली है हाम्रो कपालको लागि विनर कपालको लागि दामी जित्नु पर्छ है अनि गेम पनि जितेको भाउजूले 5 आउट लक्षले हामी पहिला खान्छु खाइ गफ खानु ल हेर्नु के त अनि ना सुन त फेरि गरे के गर्ने अब दुई हनी ए हातमा छ विशाल त लास्ट छक्कीमा थियो नि हनी त भन्नु भने एकचोटि भइसक्यो है नि हग्नी के बोले भाइ अब के बोले दुईटै भइसक्यो अनि आफूले दुईटा हनी हाल्नु हामी आफै गेम गरौँ हामीले रुल तोड्नु के गरेको त म अब के वोट जोड्न मिल्दैन पग्नु म गएको रहेछ नि हाँस्छ कि भन्ने न चाहिँ नि के अरे कानुन सुनेर के हाँसेर पास भइसक्यो फाइभ त्यो मलाई भन्दै नि अब हामी बुझेन लास्ट के गर्ने अब एकचोटि दिन्छ त नि अब नबोल्ने यति गर्दा पनि बुझेन भने त धिक्कार छ तिम्रो इङ्ग्लिसलाई अब मैले त बुझेँ नि एउटा वर्ड जे बुझ्यो त्यही भनेर के थाहा मिल्न सक्छ कि सनी भनेको मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है हनी मनी कस्तो मनी आफूले तिमीले मलाई नि भनिसक्यो त हनी भनिसके अब के होला ल तिनटा चाहिँ तिमीले अब तिनटा चाहिँ तिमीले हनी गरे यार कस्तो कुरा भइहाल्छ पाँचचोटि मात्र पाइन्छ नि पाँचचोटि अन
हन हन भएन हैन मिल्यो कसले ल्याएर बोल्न सुनिले मैले लेखेँ ए सुनिल त आएछ म त हामीले लेखेर आएछ यो चारवटा भयो ए दुईटा लोग्यो क्या ल यो सबै ओपन जस्तो हन हन यो चाहिँ सही रहेछ हामीले यहाँ वोट दिनु पर्यो आयो आयो कति रुपियाँ छ यो दुईटा दुईचोटि भयो तिनचोटि भयो सानो चार भयो नि अरूसँगै गाह्रो भयो लास्ट होला अनि के वोट रहेछ यस्तो अब एकचोटि लास्ट एउटा चार पाइन्छ एकचोटि देखाउँछ लेखा पनि के भन्नु यो पनि लेखा भयो विशाल पग्ली लेख्नु भएको सायद होला सायद होला त्यही भएर यस्तो अप्सन पर्यो दुईटा वर्ड त हैन अब कहाँ अब वर्ड त एउटा दिने एउटा भएको हो अब लेखा नि गाउँ लास्ट भन्नु लास्ट लास्ट अक्चुअली कोही नभन्नु होइन नभन्नु होइन तपाईँ त्यो नभन्नु उहाँले मिलायो भने उहाँलाई भन्न लाग्छ तपाईँको लाग्छ ल तपाईँ नभन्नु उहाँलाई भन्न दिनु मिलाउनु भएन मैले बुझिसकेँ मैले चाहिँ बुझिसकेँ एकछिनपछि त्यो समिनार युज गर्नु होला यो के भनेर हामी भयो पानी भयो पानी पानी लास्ट आन्सर चाहिँ बाइपास बना होइन एकछिन समिनार भनेको के हो हब्बी पप्पी ल गाइज फाइनली हाम्रो के लिप्स टच नगरिकन कपालमा चाहिँ अब एकजनाले भन्ने अनि एकजनाले चाहिँ त्यसलाई रिकग्नाइज गर्ने गेम पनि सकिसकेको छ इन विच सुनिल दाई अनि भाउजू चाहिँ फर्स्ट हुनुभएको छ होइन अनि मी एन्ड माई मिसेस वी बिकेम सेकेन्ड होइन 5 आउट अफ 5 होइन सुनिल दाईहरू चाहिँ 5 मा 5 मिलाउनु भएको छ होइन हियर द विनर आउट अनि हामी चाहिँ सेकेन्ड हो होइन म र मेरो मिसेस चाहिँ अनि यता हाम्रो विशाल सर अनि विशाल सरको मिसेस चाहिँ उहाँहरू चाहिँ थर्ड उहाँहरूले चाहिँ जम्मा आउट अफ 5 दुईटा मात्र मिलाउनु भयो होइन
Anyway, so let's move on to our next game, which is very interesting. And let's see how the players will struggle to finish the game. So you game say guys, okay. So you game say kasto huncha bhanदाखेरि we will have a water bottle here. On top of it I will put something. Okay. Alright, yeah. So what we will do is, give me the corn please. Interest. What we will do is, भाउजू यसो पुसअप भयो तपाईले खानु तर यता हेर्नु भनेको भिडियो रोक्न तिम्रो गर. So guys, पहिला बोतल देखाऊ. So our third game is, here's a bottle and here's a lid on top of bottle. Okay, so what we will do is, each player has to put this on their face. So we will rotate them like this. How many times? I don't know, maybe 3 times or 4 times. Okay. So we will also give direction to the player. Now we have to do like this. Uta, no, Uta. Focus on the game. We have to do like this. Find the lead. But Sunil bhai, game हेर्नु भएको नि तपाईँ एकदम. अहिले बोतल छ नि ए भयो. हाँ? यसरी उडाउने. ए उड्छ त. एक ग्लास साउन्डमै क्या फेरि. ल सबैभन्दा सुरुमा चाहिँ को खेल्ने? बल्ल फर्स्ट. ल हाम्रो फर्स्ट कन्टेस्टेन्ट चाहिँ विशाल छ. ल उहाँलाई आफैलाई हेर्नु दिनु अब. होइन आफै खोज्ने हो. फर्स्ट प्लेयर. भाउजू त्यसलाई छोडिदिनु नि सभा अहिले गरममा छ. हात ओ यस विशाल सर कम अन. बटल छिनो बटल छिनो पाइन्न. यस यस राइट. मजाले हेरेर टोपीसम्म पाउँछ के. टोपी हातसम्म पाउन पाएको. टोपी हलिदा. सही होला. विशाल सरले चाहिँ पास गर्नु है गाइज. So guys, our second contestant is Mr. Sunil. उहाँलाई चाहिँ फन पन्ती घुमाउने विशाल सर. टोपीसम्म पाउँछ दाइ. घुमेर गुड आतिन्छ. आफै खोज्ने डाइरेक्सन छोप्न पाइन्छ के अरे. भाइ सुनिल दाइलाई है बटल सेपर फेल है. ल हेर्नु कति म एउटा कुरा कस्तो कन्फ्युज भएँ. यतिखेर हामीले पढेको कुराहरू चाहिरहेको छ मलाई. यस यस.
भाउजू कहाँ जानुभयो यहाँ हेर्न आउनु हजुरको साथी बुढाले हेर्नु त्यहाँ गेम ए भाउजू हजुरको बुढालाई हेर्न एकचोटि नाइस 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 बोतल छुनु भयो तर मलाई सुन्न गयो के खस्यो रेडी 1 2 3 गो उसले काटेको छ ल फोटो चाहिँ अर्को बाटै देखेँ क्या मैले के हो देखेँ भुइँ पनि हेर्नु पर्यो यार कहाँ हो कन्फ्युज भयो त्यहाँ पनि देखिन्छ तर बोतल लाग्छ बोतल छिन्न नपाए यस हो सही हो लजिक जस्तो लाग्यो कहाँ हो फेल बोतल तलपट्टि छ होला म त अर्को ठाउँमा यतातिर लाग्छु होला ल बहिनीलाई सबिना मैले खसालेँ तर बोतल छोएँ लजिक टाढा कन्फ्युज कन्फ्युज घुमाउने हो होइन म त यही नजिक जस्तो लागेको थिएन बोतल हो कहाँ हो नजिक त्यही नजिक जस्तो देखेको म त बोतल पनि छुँदैन भनेर भनिरहेको थिएँ सरी गाइज मैले पाते बोतल छ भन्दाखेरि आउटै यस साना ल नाइस ल भाउजू जानु ल है भाउजू है ल त्यो हो भइ गाउँ हुन्छ बटल छिनु होइन फेल है भाउजू सिधै ढक्कन लगायो बे फेल तर हान्नु पर्यो नि त छोड ढलेको भयो सिधा गराइदिनु न सिधा गराइ इसले त पुरा टेलिस्कोप छोपे जस्तो गरेर छोपेछ नि त साना चार्जमा मेरो मात्र टक्का मैले हेरेर अगाडि गएर बोतल छ भने आउट बोतल छ भने आउट हुन्छ फेरि सानो बोतल छ भने आउट मेरो मात्रै हो आउट ए हो र छोएर सक्यो छोए हामी गिरगिर हुन्छौ अबे चार लास्ट आउट चाप गर्ने हो के हुन्छ यहाँनिर बाहिरको त क्लोज होला ओहो पनि हेरेर मक्ख गरेर ल है त हुन्छ ल है ल ल सर जित्नुपर्छ है यसमा चाहिँ 3 जना बोइजको 3 जना प्लस रेखा बहिनी सो कपल विनर इज कतिजना भयो रे गाइज हाम्रो गेम चाहिँ सकिएको छ बट हाम्रो फन चाहिँ अझै पनि कन्टिन्यू नै छ हैन सुनिल दाइ
कस्तो लाग्यो तपाईँलाई आजको गेमहरू चाहिँ एकदम रमाइलो भयो होइन तपाईँले एक्सपेक्ट गर्नु भएको थियो र मैले चाहिँ एक्सपेक्ट गरेको थिएन तर एकदम सोचेको भन्दा होइन धेरै नै रमाइलो भयो अनएक्सपेक्टेबल गेमहरू पनि थियो गेम प्लानहरू जे होस् तपाईँले यस्तो अर्गनाइजेसन गरेर हामीलाई इन्जोय मात्र होइन कि एउटा माइन्ड फ्रेस गर्ने अपर्च्युनिटी पनि दिनुभयो यसमा चाहिँ थ्याङ्क यू सो मच होइन हामी धेरै इन्जोय गरिरहेछौँ र एकदम इट वाज अमेजिङ एन्ड फ्यान्टास्टिक सो गाइज अब डान्सको प्रोग्रामहरू चाहिँ अब चाहिँ डान्स हुन्छ है नाचगान हुन्छ है खाएर विशाल सर हजुरलाई चाहिँ कस्तो लाग्यो उहाँलाई चाहिँ स्केड्युल हेर्दा नि ठिक्क छ गाइज होइन बिचरा 6 in the morning उहाँको ड्युटी छ बट गेमहरू चाहिँ कस्तो भयो इन्जोय गर्नु भयो नि सही हो नि होइन यता चाहिँ हाम्रो बहिनी गेम इन्जोय गरेको नि तिमीले एकदम दाइ एकदम धेरै बाबु भयो गेम इन्जोय भयो बाबु यहाँ बाबुको चाहिँ डाइपर चेन्ज हुँदैछ गाइज होइन एनिवे सो अपार्ट फ्रम द गेम now we are going to play some music and we will dance साना कस्तो लाग्यो तिमीलाई खुसी लाग्यो एकदम वर्थ इट लाग्यो के भयो औषधि खाएको मैले ए ओके सबिना बहिनी भाउजू कस्तो लाग्यो गेम खेल्दा हजुर रमाइलो एकदम गर्दा रमाइलो एकदम रमाइलो धेरै नै लाग्यो रमाइलो भयो हजुर यस्तो गेम होला भन्ने चाहिँ एक्सपेक्ट हो, गर्नु भएको मैले एक्सपेक्टेसन चाहिँ गरेको थिएन यस्तो मैले एक्सपेक्ट गरेको थिएन धेरै नै रमाइलो भयो सो इन्जोय गरेँ यही नै थियो मेरो मोटिभ रमाइलो गर्ने गराउने इभन हामीलाई पनि एकदम रमाइलो भयो होइन जुन तरिकाले प्लान गरिरहेको थियो जुन तरिकाले हामीले सोचेर छुट्टी ल्याइएको थियो ग्यादरिङ गरिरहेको थियो होइन अनि लाइक इट वाज टोटली वर्थ इट है एकदम रमाइलो भयो एकदम मजा आयो फ्यामिली टाइम स्पेन्ड भयो होइन सो नाउ अब गेम सकिए पनि हाम्रो फन चाहिँ कन्टिन्यू रहन्छ सो नाउ विल डान्स भाउजू कपडा चेन्ज गर्नु म त खाना खान्छु म पुरा वाइफाई हेरेर तपाईँहरूलाई विशाल सर ल डान्स कति हँसाएको सुनन्दाले भोभो कान्छा नगरस् मेरो त्यो दिलमा हुँदैन बस मेरो पछ्यौरी छतियो तिमीले तानेर हँसाउन नखोज सोझी ठानेर पछ्यौरी छतियो तिमीले तानेर हँसाउन नखोज सोझी ठानेर आइ आइ फसाउन नखोज सोझी ठानेर तिनताले घर सुनैको अप्ठी छ भन ममा के चिजको कम्ती छ गालबान्डी जति हो तिमीले जानेर
होइन होइन म भिडियो गर्दैछु सो गाइज फाइनली हाम्रो चाहिँ पार्टी सकिसकेको छ हामी होटेलबाट चेकआउट गरेर पनि आइसकेका छौँ ए सुनिल दाई सबिना बहिनी भाउजू ए मेरो म्याडम अनि हाम्रो हुने सम्पन्न अनि हुनेवाला छोरी सबैजना अब घरतिर लाग्दैछौँ होइन दुईजना चाहिँ विशाल सर र हाम्रो के अरे प्रमिला बहिनी चाहिँ ड्युटी गइसक्नुभयो अब उहाँहरूलाई नजानु सिक लिभ लिनु भनेको सक्नु भएन उहाँहरूले होइन अब वर्कहलिकहरू त्यस्तै हो एनिवे रात एकदम रमाइलो थियो मजेदार थियो होइन एकदम मजा आयो अनि अब फ्युचरमा पनि यस्तो केही भयो भने चाहिँ फेरि अब यस्तै बुकिङ गरेर रमाइलो गर्दा चाहिँ मजा आउने रहेछ भन्ने एउटा एक्सपिरियन्स र आइडिया पनि मिल्यो सो त्यसपछि त होइन रमाइलो भयो रमाइलो गरियो भेटघाट भयो होइन अब फेरि पनि यस्तै गर्दै गरौँला टिल देन सी यू बाई बाई